नमस्ते साथीहरू, मेरो च्यानलमा फेरि स्वागत छ। मलाई यति धेरै सपोर्ट गरिरहनु भएकोमा मनदेखि धेरै धेरै धन्यवाद। आशा छ भविष्यमा पनि यस्तै माया र समर्थन पाउनेछु। आजको कथा एकदमै अनौठो छ। यो कथा एक परिवारमा बस्ने बुहारी र ससुरी बाबीच विकसित भएको भावनात्मक सम्बन्ध बारे हो, जहाँ दुवैले जीवनका ठूला कठिनाइहरू सामना गर्दै एकअर्कालाई साथ दिनेछन्। कृपया कथा पुरै सुन्नुहोला है। ल सुरु गरौँ। वीरेन्द्र 60 वर्षको हाराहारीका गाउँको प्रतिष्ठित परिवारका मुखिया र घरका ससुरा बा थिए। उनको जीवन प्रतिष्ठा, नियम र एक्लोपनको भारी बोकेर हिलेको थियो, किनकि उनका छोरा कामको सिलसिलामा विदेशमा थिए। सुनैना 30 वर्षकी घरकी बुहारी थिइन्, जो कर्तव्यको गरौं घुम्टो मुनि दबिएकी थिइन्। उनको मौन सेवामा एउटा अलौकिक शान्ति थियो, जसले वीरेन्द्रको कठोर मनलाई बारम्बार चुनौती दिन्थ्यो। उनीहरू बीचको सम्बन्ध सामाजिक मर्यादाको सबैभन्दा अग्लो पर्खालले घेरिएको थियो। एक चिसो रातमा वीरेन्द्रको पुरानो घुँडाको दुखाइले सतायो। सुनैनाको कर्तव्य थियो औषधि र आयुर्वेदिक तेल लगाइदिनु। कोठामा धेरै मधुरो दियो बलिरहेको थियो। सुनैना तेलको बाकस लिएर नजिक आइन्। सुनैना, ससुराबा आज फेरि दुख्यो, म लगाइदिन्छु। छोरा टाढा हुनुहुन्छ, मेरो काम हो तपाईको सेवा गर्नु। सुनैना घुँडाको नजिकै भुइँमा बसिन्। उनको हातले वीरेन्द्रको घुँडामा तेल लगाउँदै गर्दा त्यो स्पर्श केवल उपचार थिएन, त्यो न्यानो हत्केलाको चालमा वर्षौंको दबेको भावना मिसिएको थियो। वीरेन्द्रले आफ्नो श्वास रोके, अलि असहज हुँदै। तिमी किन यति नजिक आउँछौ सुनैना? धेरै नजिक नबस, म ठिक छु। सुनैना तर उनको स्थिर नजरले तेलको सिसीलाई हेर्छिन्। टाढाबाट कसरी नसाहरूलाई दबाउन सकिन्छ ससुराबा? रोगको जरोसम्म पुग्न नजिक जानुपर्छ। मेरो काममा कुनै कमी हुनुहुँदैन। वीरेन्द्रले महसुस गरे सुनैना घुँडाको दुखाइ मात्रै निको पारिरहेकी छैनन्, उनी वीरेन्द्रको नियमहरूको सीमा पनि जाँच गरिरहेकी छिन्। सुनैनाको हत्केलाको ताप वीरेन्द्रको शरीरमा मात्र होइन, मनमा पनि फैलियो। तिम्रो हत्केलाको यो ताप यो तेलको मात्र होइन सुनैना। सुनैना त्यो मुस्कान दुवैको लागि एउटा रहस्य थियो। तापले त सबै थोकलाई शान्त पार्छ ससुराबा, तपाईलाई डर लाग्दैन यो तापले तपाईको मनमा कुनै हलचल ल्याउला भनेर? वीरेन्द्रको शरीरमा त्यो न्यानोपनले एउटा अज्ञात इच्छालाई जन्मायो। उनले आँखा चिम्लेर लामो सास फेरे। यो सेवा अब केवल कर्तव्य रहेन, यो एउटा वर्जित मौन समर्पणको खेल थियो। रात निकै ढल्कदै गयो। चन्द्रमाको उज्यालो गाउँभरि फैलिएको थियो। वीरेन्द्र आफ्नो एक्लोपन सहन नसकेर कौसीमा गए। सुनैना पनि त्यसै बेला सुकाएको कपडा उठाउन कौसीमा पुगिन्। दुवैजना रातको गहिरो छायामा अचानक एकअर्काको अगाडि भए। वीरेन्द्र, सुनैना तिमी पनि यहाँ? सुनैना उनको शरीरको निकटता स्वीकार्दै, मलाई थाहा थियो ससुराबा, तपाई पनि आज रात सुत्न सक्नुहुन्न। यो हवेली धेरै ठुलो छ, तर यसमा सास फेर्ने ठाउँ धेरै कम छ। वीरेन्द्र उनी नजिक आउँछन्, आफ्नो सामाजिक पर्खाललाई बिस्तारै भत्काउँदै। तिम्रो कुरामा सत्यता छ। म बाहिरबाट ठुलो देखिन्छु, तर भित्रबाट धेरै टुक्रिएको छु। यो हवेलीको नियम र मान मर्यादाको बोझले मलाई कहिल्यै प्रेम महसुस गर्न दिएन। सुनैना उनको आँखामा हेर्छिन्। उनको मौन नजरले वीरेन्द्रलाई उत्तेजित बनाउँछ। प्रेम त तपाईको आँखामा छ ससुराबा, जुन तपाईले आफ्नो छोराको बुहारीमा खोज्नुभयो। मलाई गहिरोमा हेर्नुहोस्, तपाईले आफ्नो सत्य देख्नुहुनेछ। सुनैनाले आफ्नो हातमा भएको नर्म रेशमी कपडालाई बिस्तारै तल झारिन्। त्यो कपडा उनीहरूको खुट्टाको बीचमा अडियो। वीरेन्द्र, मलाई डर लाग्छ सुनैना, यो सत्यलाई स्वीकार्दा गाउँलेहरूले हामीलाई जिउँदै जलाउनेछन्। सुनैना उनीबाट टाढा नभई झन नजिक झुक्दै, आगो त तपाईको र मेरो रगतमा लागिसकेको छ ससुराबा, अब डराएर के हुन्छ? आउनुहोस्, एक क्षणको लागि त्यो आगोमा हामी आफैलाई समर्पण गरौँ। त्यो क्षणमा पछाडिको घरको झ्यानमा बत्ती बल्यो। सस्पेन्सले दुवैको शरीरलाई जमेको थियो। कसैले कौसीतिर हेरिरहेको थियो। बत्ती बलिसकेपछि सुनैना हतारमा कपडा लिएर भित्र गइन्। वीरेन्द्र एक्लै कौसीमा उभिरहे। केही बेरपछि सुनैना कोठामा फर्किन्। उनको अनुहारमा डर भन्दा ठूलो एउटा दृढता थियो।
हामीले धेरै कुरा लुकायौं ससुराबा, अब लुकाउनु व्यर्थ छ। हामीले यो सबै बन्द गर्नुपर्छ सुनैना। म मुखिया हुँ, मेरो इज्जत तिम्रो जीवन। सुनैना, यो स्पर्शले सबै सामाजिक बन्धन तोड्यो। इज्जत त पर्खालभित्र रहन्छ ससुराबा। मेरो जीवन अब यो तपाईको हातमा छ। मेरो छोरा टाढा हुनुहुन्छ, तर तपाई मेरो नजिक हुनुहुन्छ। मेरो धर्म के हो त्यो तपाई आफै निर्णय गर्नुहोस्। उनको दृढताले वीरेन्द्रलाई निशब्द बनायो। उनले बुहारीको हात समाते। त्यो स्पर्शमा प्रेम र पाप दुवै थियो। वीरेन्द्र, मलाई स्वीकार छ सुनैना। म यो वर्जित प्रेमको मूल्य तिर्न तयार छु। म एक्लोपनमा मर्न सक्दिन। सुनैनाको अनुहारमा शान्ति छायो। उनले आफ्नो टाउको बिस्तारै वीरेन्द्रको काँधमा राखिन्। सुनैना, तपाईले हार मान्नु भएन ससुराबा, र मेरो इच्छा, मेरो प्रेमको जित भयो। रातको अन्धकारमा हवेलीका पर्खालहरूले दुई वर्जित आत्माहरूको मौन सम्झौतालाई सधैँका लागि कैद गरे। साथीहरू, आजको यो कथा कस्तो लाग्यो? आशा छ मन पर्यो होला। मलाई यसरी नै साथ र माया गरिरहनुहोला है। फेरि अर्को रोचक कथा लिएर आउँछु। ल, फेरि भेटौं। अहिलेको लागि बाई।